ल गुड मर्निङ एभ्रिवान। ल अब हिजो हामीले प्रयोगशालामा कार्बन डाइअक्साइड ग्यास कसरी बनाउने तरिका हामी सिक्यौँ होइन, पढ्यौँ। र यति मात्र होइन, र यसमा चाहिँ हामीले यो पनि सिक्यौँ कुन कुन कुरामा ध्यान दिनुपर्छ, कुन कुन कुरामा ध्यान दिनु पर्दैन, फिगरहरू पनि हामीले हेऱ्यौँ। अब त्यसपछिको पार्ट 2 भनौँ न, होइन। दुई पार्टमा चाहिँ एक पार्ट त हिजो सकाए, आज एक पार्ट अझै हुन्छ, त्यो सकिहाल्छ। र यो पार्टमा हामी के पढ्छौँ भने प्रयोगशालामा कार्बन डाइअक्साइड बनाउने बेलामा कुन कुन कुरामा ध्यान दिनुपर्छ वा सावधानी अपनाउने कुराहरू के छन्, प्रयोगशालामा जुन कार्बन डाइअक्साइड ग्यास बनिसक्यो त्यसलाई कसरी पत्ता लगाउने कि त्यो दिएको ग्यास चाहिँ कार्बन डाइअक्साइड ग्यास नै हो, टेस्ट कसरी गर्ने, परीक्षण कसरी। सबैभन्दा पहिला के त प्रयोगशालामा कार्बन डाइअक्साइड ग्यास बनाउँदा अपना अपनाउनु पर्ने सावधानीहरू। ल सुन्ने, कार्बन डाइअक्साइड ग्यास बनाउने बेलामा कुन कुन कुरामा ध्यान दिनुपर्छ मैले हिजो बताएँ। आज त्यसलाई लेख्नु छ। जसरी एक नम्बरमा के त त्यो जुन थिसल फनेल थियो नि, थिसल फनेल जुन थियो त्यो थिसल फनेलको मुख, आउनुहोस्, HCl मा डुबेको हुनु के भएन, डुबेको हुनु भएन। ठिक छ। अर्को उल्टे बोलिदिए, डुबेको हुनु होइन, डुबेको हुनु भयो, डुबेको हुनु पर्यो, पर्यो। ठिक छ। अनि दोस्रोमा डेलिभरी ट्युबको मुख HCl मा डुबेको हुनु भएन, डुबेको हुनु भएन, डुबेको हुनु भएन। मतलब हेर्नुहोस्, हिजो मैले चित्र हेरेको थिएँ नि, त्यो चित्रमा मैले दुईटा यो मानौ न यो चित्र बनाएछु एक्चुअली फेरि, होइन। यो हाम्रो यस्तो, यसमा एउटा थिसल फनेल छ, होइन। एउटा चाहिँ के छ त, के छ, डेलिभरी ट्युब छ, होइन। थिसल फनेल र डेलिभरी ट्युब, यो थिसल फनेल हो, थिसल फनेल हो। यो चाहिँ के हो त, डेलिभरी ट्युब हो, होइन। अब यहाँ मैले के राखेको छु, यहाँ मैले चुनढुङ्गाहरू राखेको छु, होइन, चुनढुङ्गा राखेको छु। र यसबाट मैले के HCl खसाइरहेको छु। जब यो HCl यहाँ खस्छ नि, होइन, जब यो HCl यहाँ खस्छ, यहाँबाट HCl खसिरहेको छ, त यो HCl को भित्र यो चाहिँ यो मुख चाहिँ के हुनु पर्यो, डुबेको हुनु पर्यो। डुबेको छैन भने ग्यास बन्न त बन्छ, के ठेकान यहीँबाट निस्किहाल्छ, होइन, बाहिर निस्किहाल्छ।
त यहाँ जम्मा हुन सक्दैन। दोस्रो कुरा, यसको मुख चाहिँ डुबेको हुनु भएन, यो मुख चाहिँ डुबेको हुनु भएन। अगर डुबिहाल्यो भने यहाँबाट ग्यास यसरी जान सक्दैन। ठिक छ, त यो दुईटा कुरामा सावधानी अपनाउनु पर्छ। ठिक छ, अब 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 आउँछ कार्बन डाइअक्साइड ग्यास को परीक्षण। कसरी परीक्षण गर्ने कि एउटा ग्यास जारमा कार्बन डाइअक्साइड ग्यास नै छ। एकछिन, ए त्यो बन्द गर्छु है। कसरी परीक्षण गर्ने कि दिएको ग्यास जारमा कार्बन डाइअक्साइड ग्यास नै छ, कसरी पत्ता लगाउने? त्यसको लागि थाहा छ के गर्नुपर्छ हामीलाई? त्यसको लागि CO2 ग्यास परीक्षण गर्नु छ भने एक नम्बरमा हैन, यदि भिजेको नीलो लिटमस पेपरलाई CO2 भएको ग्यास जारमा राख्छौं भने हैन के भइहाल्छ? रातो रङमा परिणत के हुन्छ? मतलब समझ्नुस् के यसको। ठीक, चाहे यस्तो नीलो रङको के लिटमस पेपर, नीलो रङको लिटमस पेपरलाई हैन CO2 ग्यास भएको जारमा राख्छौ भने के हुन्छ? त्यो नीलोबाट रातो भइहाल्छ। एउटा कुरा चाहिँ ध्यान दिनु पर्यो, त्यो नीलो लिटमस पेपर के हुनु पर्यो? हैन हैन, भिजेको हुनु पर्यो। भिजेको छैन भने त्यो नीलोबाट रातोमा परिवर्तन हुँदैन। ठिक छ नि, भिजेको छैन भने त्यो नीलोबाट रातोमा परिवर्तन हुँदैन। अब क्वेसन यो आयो, सर किन भिजेको हुनु पर्यो हैन? किन भिजेकै चाहिन्छ, नभिजायो भने काम चल्दैन? चल्दैन। किन? हेर्नुस् त, भिज्नुको मतलब त्यसमा के छ त? पानी छ हैन? लिटमस पेपरमा भिजेको मतलब पानी छ। त्यो पानी जब त्यो ग्यास जारमा CO2 छ, यससँग प्रतिक्रिया जब गर्छ नि, प्रतिक्रिया गरेपछि भन्छ H2CO3, के भन्छ? H2CO3 भन्छ। यसको नाम चाहिँ के हो त? कार्बोनिक अम्ल हो। के हो त? कार्बोनिक अम्ल हो। अब यो जुन कार्बोनिक अम्ल जुन छ हैन, कार्बोनिक अम्ल त हामीहरु पढेछौं कि अम्लले के गर्छ त? नीलो लिटमसलाई केमा चेन्ज गर्छ? रातोमा। बुझिरहेछ कुरा? त्यसैले लिटमस पेपर, नीलो लिटमस पेपर भिजेको छैन भने त्यो त यो रसायन, यो अम्ल त बन्दै बनेन। अब यो जब अम्लै बनेन भने त्यो परिवर्तन हुन्छ त? हुँदैन। त्यसैले सबैभन्दा इम्पोर्टेन्ट छ, सबैभन्दा ध्यान दिनुपर्ने कुरा के छ? त्यो लिटमस पेपर तपाईसँग छ नीलो वाला भने त्यसलाई के गर्नु पर्यो? भिजाउनु पर्यो। अनि पछि त्यसको मुखमा गएर, त्यो ग्यास जारको मुखमा गएर के गर्नु पर्यो? राखिदिनु पर्यो। जब ग्यास जारको मुखमा गएर जब तिमीहरु राखिदिन्छ भने के हुन्छ? त्यो कुन कलरमा चेन्ज हुन्छ? हो, कुन कलर? रातोमा चेन्ज हुन्छ। रातोमा चेन्ज हुने बित्तिकै के थाहा लाग्छ? त्यो ग्यास जारमा कुन ग्यास छ? कार्बन डाइअक्साइड ग्यास छ भनेर थाहा लाग्छ। क्लियर छ नि? कसैले केही प्रब्लम छैन यसमा? ल, यो भयो पहिलो नम्बर कुरा। दोस्रोमा के छ? दोस्रोमा के छ भने जलिरहेको हैन
जलिरहेको सलाईको काठीलाई CO2 भएको ग्यास जारमा राख्छौँ भने के हुन्छ? हो, निभ्छ। जलिरहेको सलायो काठीलाई CO2 भएको ग्यास जारमा राख्दाखेरि के हुन्छ? निभिहाल्छ। बुझिरहेछ? बुताइहाल्छ। ठिक छ नि? अब यस्तो किन हुन्छ भन्नुहोस् त? किन हुन्छ? किनभने CO2 ग्यास जुन छ, CO2 ग्यास न आफै जल्छ न जल्नमा मद्दत गर्छ। जसरी हाइड्रोजन ग्यासमा आगो लगायो भने जलिहाल्छ र बिना अक्सिजन ग्यासको आगो जल्दैन। फेरि अक्सिजन ग्यासमा आगो लगायो भने आगो लाग्दैन। फेरि सुन्नु होला, अक्सिजन ग्यासमा आगो लगायो भने आगो लाग्दैन, हाइड्रोजन ग्यासमा आगो लगायो भने आगो लागिहाल्छ, जलिहाल्छ। तर CO2 ग्यास यस्तो ग्यास हो, न यो आफै जल्छ, यसमा आगो लगायो भने लाग्नवाला छैन, न यसले कुनै किसिमको कुरालाई जलाउनमा मद्दत गर्ने गर्छ। त दुई तरिकाले हामी पत्ता लगाउन सक्छौँ कि दिएको जुन ग्यास छ त्यो ग्यास चाहिँ कुन ग्यास हुनुपर्ने? कुन ग्यास हो? CO2 ग्यास हो, हैन? यो निभ्नु पर्यो। के छ? जलिरहेको सलाईको काठी। जलिरहेको सलाईको काठी CO2 ग्यासमा राख्दाखेरि के भइहाल्छ? निभिहाल्छ। यो कुरालाई ध्यान दिनुपर्छ। र एउटा अझै छ, 3 नम्बरमा। 3 नम्बरमा यदि लाइम वाटर भन्छौँ, यसलाई लेख्दाखेरि CaOH लेख्छौँ। ठिक छ? यदि लाइम वाटर भएको जारमा CO2 भएको ग्यास जारलाई खन्याउँछौँ भने के हुन्छ? खन्याउँछौँ भने दुधिलो भइहाल्छ। के भइहाल्छ? दुधिलो हुन्छ। किन हुन्छ त? किन हुन्छ? सुन्नुहोस्, मेरो कुरा सुन्नुहोस्। मान एउटा कन्टेनरमा, एउटा ग्लासमा मैले के राखेको छु थाहा छ? एउटा ग्लासमा मैले के राखेको छु? लाइम वाटर CaOH राखेको छु। ठिक? यसमा मैले के गरेँ? CO2 ग्यास यसमा मिक्स गरिदिएँ। पहिला सुन्नु होला राम्ररी। जब मैले यसमा जुन यो CaOH राखेको छु लाइम वाटर, त्यो पानी जस्तो एकदम क्लियर हुन्छ। सुन्नुहोस्, तपाईँले हेरायो भने थाहै लाग्दैन त्यो पानी हो कि क्याल्सियम हाइड्रोक्साइड हो, थाहा लाग्दैन। लाइम वाटर भनेर थाहा लाग्दैन। अब यो क्याल्सियम सब पानी जस्तो छ, यसलाई जब यसमा CO2 जब हाल्छौँ नि, त्यो दुधिलो रङमा भइहाल्छ, दुध जस्तो रङमा परिवर्तन भइहाल्छ र जादु जस्तो भइहाल्छ। जादुगरहरूले के गर्छन् नि, गाउँघरमा यही सबै हेरेर भन्छ जादु भइरहेछ। जसरी तपाईँलाई म यो CaOH वाला अगर तिमीलाई एउटा गिलासमा राखेर तिमीलाई हेराए, सिसाको गिलासमा राखेर, तिमीले के भन्छ? सर यो पानी हो भन्छ कि भन्दैन? किनभने पुरा पानी जस्तो एरिया छ। र एउटा ग्यास जारमा मैले के गरेँ? CO2 ग्यास राखिदिएछु। CO2 ग्यास तपाईँ हेर्न सक्नुहुन्छ? होइन, मिल्दैन। अब यसलाई उल्टा गरेर यसमा राख्ने बित्तिकै त्यो के भइहाल्छ? दुधिलो भइहाल्छ। त हामी के भनिदिन्छौँ? वाह, के भयो? जादु हेर्न थाल्यो। अनि हामी त्यसलाई के भन्छौँ? पैसा पनि दिन्छौँ, हो गएन?
जबकि यो सबै के हो त सबै केमिस्ट्रीको कमाल हो। के हो कमाल हो त यसमा फेरि त्यही कुरा फेरि सुन्नुहोस् के भने मैले जब 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 लाइम वाटर भएको कुनै भाँडामा जब CO2 ग्यास राख्छौ नि त त्यो कस्तो कलरमा चेन्ज हुन्छ त दुधिलो रङमा चेन्ज भइहाल्छ। किन यस्तो हुन्छ थाहा छ? यहाँ प्रतिक्रिया यहाँ रियाक्सन छ, रियाक्सन हेर्नुहोस्। जा सरी अर्को वालामा नि त्यस्तै छ के के छ यसको रियाक्सन के छ भने जब CaOH होल टूलाई कार्बन डाइअक्साइडमा राखिन्छ भने के भन्छ CaCO3 बन्छ प्लस पानी बन्छ र यसलाई भन्छौ यो पानीमा अघुलनशील हुन्छ। के हुन्छ त पानीमा अघुलनशील हुन्छ। ठीक छ। क्याल्सियम कार्बोनेट पानीमा घुलनशील हुँदैन हैन। अब पानीमा घुलनशील छैन तर सेतो रङको हुन्छ त के हुन्छ त पुरा पानी दुध जस्तो हेर्दैन? त्यही कुरा हो के त्यही कुरा हो। पानीमा अघुलनशील भएकोले नि अघुलनशील भएकोले यो चाहिँ दुधिलो रङको हेर्न थाल्छ। तर अब सुन्नुस् के हुन्छ। अब त हामीले यसमा CaOH होल टूमा CO2 राखिदियौ, मेरो यो दुवै कुरा बन्यो। अब यसमा जबरदस्ती अझै CO2 पठायो भने नि एउटा अझै जादु छ। अब के गरे अब अगर जबरदस्ती यसमा अझै CO2 पठायो भने त्यो फेरि जुन दुधिलो रङ थियो त्यो हराएर जान्छ। फेरि कस्तो भइहाल्छ पुरा हराइहाल्छ र पुरा के बनिहाल्छ पुरा फेरि पहिलाको जस्तै पानी जस्तो हेर्न थाल्छ। त फेरि जादु भइहाल्यो एउटा। जादु पनि भइरहेछ। मैले भर्खर भने एउटा यो हेर्नुस् यो पानीलाई म दुध बनाएर हेराइरहेको छु त पानी लिए त्यो पानी त होइन के होला क्याल्सियम लाइम वाटर क्याल्सियम हाइड्रोक्साइड होला। त्यसमा मैले के गरेँ एउटा बिकरमा हेर्नुस् यसमा केही छैन छ केही छैन। जब उल्टा गरे त दुधवाला बनिहाल्यो। अरे वाह तपाईँ ताली बजाउन थाल्नुहुन्छ हो कि होइन कि साँच्चीकैको सरलाई जादु आउँछ सर जादुगर भइहाल्नु भयो भन्न थाल्दैन। अब फेरि म भन्छु कि अब हेर एक छिनमा फेरि एउटा अर्को निकाल्छु त्यो CO2 ग्यास भएको टेस्ट ट्युब। त्यसमा त ग्यास त हेरिया छैन। फेरि अब राख्छु भने के भन्छु यो दुधवाला कलरलाई हटाइदिउँ तिम्रो भन्छ हो सर हटाइदिनुहोस्। त फेरि उल्टा गर्छु भने फेरि के भइहाल्छ हटिहाल्छ पानी जस्तो हेर्न थाल्छ। तिमीहरू के भन्छ सरलाई पक्का के जादु आउँछ। त यो जादु थोरै हो यो के हो सबै केमिस्ट्री हो सबै रसायन विज्ञान हो। यो सकेपछि हामी जाने एकदम गर्ने मैले भनिसकेछु छ सबैसँग। ल अब यसमा के छ त अब यसैमा एक लाइन अझै थप्नुपर्छ। यदि CO2 ग्यास बारम्बार चाहे बारम्बार नलेखेर धेरै मात्रामा पठाउँदा दुधिलो रङ हराएर जान्छ। के हुन्छ दुधिलो रङ हराएर जान्छ। कसरी हराइहाल्छ कि रिएक्सन फेरि हेर्नुहोस् यहाँ रिएक्सनमा के छ हेर्नुहोस्। अब हामीसँग छ CaCO3 छ हैन र H2O छ प्लस के गरिदिएँ मैले CO2 मिलाइदिएँ। मिलाउने बित्तिकै के भन्छ त क्याल्सियम बाइकार्बोनेट भन्छ। सँगसँगै पानी त हुन्छ नै CaHCO3 होल 2 बन्छ प्लस पानी बन्छ। अनि यो चाहिँ के हुन्छ फेरि थाहा छ यो चाहिँ पानीमा के हुन्छ घुलनशील हुन्छ। पानीमा के हुन्छ घुलनशील
सिल हुन्छ। त्यसैले त पानीमा घुलिहाल्छ होइन, पानीमा घुलेपछि यो हेर्न सक्दैन हामी, अनि हामी के भन्छौँ फेरि के भयो त्यो दुधिलो कलर हटिहाल्यो र पानी बनिहाल्यो भनेर भन्छौँ। क्लियर छ? यसरी चाहिँ हामी रासायनिक प्रतिक्रियाहरू हामी गर्ने गर्छौँ र यसरी हामी तीन तरिकाले पत्ता लगाउन सक्छौँ कि कुनै ग्यास जारमा के कार्बन डाइअक्साइड छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ। ठिक छ? कसैलाई केही प्रब्लम छैन? ल अब अगाडि बढ्नुहोस्। हुन्छ, यो त पानीमा घुलनशील हुन्छ, अनि माथिवाला घुलनशील हुँदैन के। माथिवाला घुलनशील छ तब त हामी यसलाई हेरिलिरहेका छौँ कि दुधिलो रङमा, तर यो पानीमा घुलनशील भएको कारणले यसलाई हामी हेर्न सकिरहेका छैनौँ। ठिक छ? ल अब अगाडि बढ्नुहोस्। ल अब टपिकमा आउँछ कार्बन डाइअक्साइड ग्यास का भौतिक गुणहरू। भौतिक गुणहरू। ठिक छ? अब हेर्नुहोस्, कार्बन डाइअक्साइड ग्यासको भौतिक गुणमा सबैभन्दा पहिला के हुन्छ? यो ग्यास रङ्गहीन गन्धहीन र अमिलो होइन, यो ग्यास रङ्गहीन गन्धहीन र अलि अमिलो स्वादको हुन्छ। ठिक छ? दोस्रोमा CO2 ग्यास पानीमा घुलनशील हुन्छ। CO2 ग्यास के हुन्छ? पानीमा घुलनशील हुन्छ। CO2 ग्यास हावाभन्दा 1.5 गुणा गह्रौ, भारीलाई नेपाली भाषामा गह्रौ भन्छौँ के, गह्रौ हुन्छ। ठिक छ? भारी हुन्छ त्यो पहिला लेख्दा हुन्छ, भइहाल्छ। ठिक छ? अब हेर्नुहोस्, -78 डिग्री सेल्सियसमा CO2 ग्यासलाई राख्दा के भन्छ? ड्राई आइस भन्छ। यो VVI छ, यो VVI छ होइन। ड्राई आइस भनेको के हो सोधिरहन्छ। हेर्नुहोस् त, -78 डिग्री सेल्सियसमा जब CO2 ग्यासलाई राख्छौँ नि तब त्यो केमा कन्भर्ट हुन्छ? ड्राई आइस। एउटा सेतो रङको हुन्छ, म तपाईँलाई पिक्चर एकछिन लिएर आउँछु होइन। यो 4वटा भइहाल्यो होइन। यसले एउटा अझै लेखिहाल्नुहोस् 5 नम्बरमा के भिजेको यस ग्यासले भिजेको नीलो लिटमस
पेपरलाई रातोमा परिणत गर्छ। अब एकछिन सुन्नुहोस्, पहिला सुन्नुहोस्, मैले के लेखाएँ सुन्नुहोस् त। सबैभन्दा पहिला मैले के लेखाएको छु हैन, यो ग्यास रङहीन हुन्छ, यसको न कुनै रङ छ। तपाईँ CO2 ग्यासको रङ के हो थाहा छ, हेर्नुभएको छ? छैन। यो गन्धहीन पनि हुन्छ। गन्धहीन भनेको यसको कुनै पनि किसिमको गन्ध आउँदैन यसबाट। तर यसलाई जब मुखमा हाल्नुहुन्छ नि, त मुखमा त र्याल छ, त्यो र्याल जब मुखमा जब टचमा आउँछ CO2 ग्यासको, त यो हल्का सा कस्तो अमिलो स्वादको मतलब लाग्ने गर्छ, हल्का एकदम हल्का अमिलो। ठिक छ। अब CO2 ग्यास चाहिँ पानीमा के हुन्छ, घुलनशील हुन्छ, मजाले पानीमा घुल्न सक्छ। ठिक छ। अब यो त सबैले थाहा छ, यो हावाभन्दा कति गुणा भारी हुन्छ? हो, हावाभन्दा 1.5 गुणा भारी हुने गर्छ। र -78 डिग्री -78 डिग्री सेल्सियसमा अगर CO2 ग्यासलाई राख्छौ भने त्यो सेतो रङको बरफ जस्तो वस्तु बन्ने गर्छ। त्यो वस्तुलाई के भन्छौँ? ड्राई आइस भन्छौँ। ठिक छ। अर्को लास्टमा एउटा लेखेछ, यस ग्यासले भिजेको नीलो लिटमसलाई कुन कलरमा? रातोमा परिणत गर्ने गर्छ। क्लियर छ? केही दिक्कत कसैलाई छैन नि? अब ड्राई आइसको पिक्चर हेरिया छ? यो हेरिया छ? यो पुरा बरफ जस्तो हेरिया छैन? पुरै बरफ जस्तो नै हेरिया छ। तर यसलाई जब हातमा राख्छौ नि, हेर्नुहोस्, यो रबरको ग्लोभ्स के लगाएको छ, किनभने -78 छ त, -78 डिग्री सेल्सियस छ। यो यति नै ठन्डा छ कि हातलाई सफा एकदम जमाइदिन्छ। ठिक छ। त्यो हातमा राख्न मिल्दैन। अब यो यसको एउटा अरू पनि कुरा छ, यसलाई ड्राई किन भनिन्छ, ड्राई आइस किन भनिन्छ? हेर्दाखेरि यो आइस जस्तो हेरिरहेछ हैन, आइस जस्तो हेरिरहेछ, तर हातमा जब राख्छौ नि त यसबाट पानी निस्किँदैन के, अजीब छ। बरफलाई हातमा राख्यो भने त्यहाँ पानी आउँछ कि आउँदैन? हातमा आउँछ नि। तर यसलाई हातमा राख्यो भने यसबाट पानी आउँदैन, त्यो ग्यासको फर्ममा उडेर जान्छ। त्यसैले यसलाई ड्राई आइस भनेको। हेर्दाखेरि आइस जस्तो हेरिरहेछ हैन, आइस जस्तो हेरिरहेछ, तर तर हातमा राख्दाखेरि वा कहीँ राख्दाखेरि त्यहाँ पानी अलिकता पनि बन्दैन, जस कारण यसलाई के भन्छौँ? ड्राई आइस भनेर भन्छौँ। ठिक छ। र यसको धेरै ठाउँमा प्रयोग गरिन्छ, तपाईँ हेर्नु भएको होला। तपाईँ हेर्नुभएको छ? हेर्नुहोस्, बिहेको बेलामा पुरा ग्राउन्डमा धुवाँ गर्नु छ नि, यही सबभन्दा सजिलो हुन्छ। के गर्नुहोस्, ड्राई आइसले के गर्नुहोस्, एउटा यत्रो ठुलो ड्राई आइसको टुक्रा लिनुहोस् हैन, त्यसलाई पानीमा राखिदिनुहोस्, धेरै होइन यतिकै पानीमा राखिदिनुहोस्। त्यो के गर्छ, त्यो पानीमा जाने बित्तिकै धुवाँ भइहाल्छ सेतो रङको। यो सेतो रङको धुवाँ भनेको CO2 ग्यास नै हो। ठिक छ। र पुरा चारैतिर धुवाँ भइहाल्छ, लाग्छ कि हामी बादलैमा छौँ। फिल्ममा हेराउँछ नि, यो सफा रियलमा त्यस्तै हुन्छ। तपाईँ कहिलेकाहीँ कसैको बिहे पनि हुन्छ, बिहेको बेलामा पनि यिनीहरू गर्छन्, जस्तो यहाँ बिहेमा पनि यस्तो गर्ने गर्छन्। ठिक छ। ठिक छ। CO2 ग्यास। अर्को छ, यहाँ हेर्नुहोस्, यो त्यही हो, ड्राई आइस नै हो। र अर्को कुरा के छ भने CO2 ग्यास जुन ड्राई आइस छ, यसलाई अगर यसको मद्दतले हामी खानेकुरालाई 1-2 दिनसम्म जोगाएर राख्न सक्छौँ। किन? ठन्डा बहुत ज्यादा रहन्छ, त खानेकुरालाई पनि ठन्डा गरिदिन्छ। अब खानेकुरा ठन्डा भयो भने त खराब हुनबाट त बचिहाल्छ नि हैन? बुझिरहेछ? ल,
कहाँ गयो नयाँ पेज आइयो यो त्यो कहाँ गयो अब गइहाल्यो कतै होइन ल ल केही छैन ल हामीले CO2 ग्यासको बारेमा दुईटा कुरा सिक्यौँ आज परीक्षण कसरी गर्ने र एउटा भौतिक गुणको बारेमा सिक्यौँ अब रासायनिक गुण जुन छ हैन त्यो चाहिँ आज छोडिदिनुहोस् ठिक छ भोलि गरौँला हुन्छ 45 भइसक्यो